हाम्रो सिङलिङको भाइले चाहिँ 8000 रुपिस पठाएको थियो। नाम चाहिँ नभन्नु भनेको थियो है। मन पर्यो? नाप्नुहोस् न आकाशैमा दसैँ भेट्यो। मन परायो है भाइ। यो चाहिँ मेरोबाट बडाला ल, बेसी त दिनु सक्दिनँ। यो चाहिँ मेरैबाट ल बडा। कहाँ जानु भएको? मैले बोलाएँ भनेर अब के किन्ने? बढीको बडाला बनाएर ठिकै छ। जुत्ता यो मन पर्यो पहिला? बढीलाई होइन भयो, यो भयो है। नाप्नुहोस् न आज चाहिँ बढीलाई सपिङ है। हाम्रो सिङलिङको भाइले 8000 रुपिस पठाइदिएको छ बढाएर बढीको लागि। सपिङ गरेर उब्रेको पैसा उहाँलाई ह्यान्डओभर गर्छु है। ल भएन? मन पर्यो? ह्याप्पी दसैँ। मन पर्यो है त्यो? ल अब पहिला जुत्ता किनौँ, त्यसको बाद लुगा। ल लु अघि अघि कतिपल्ट हेरिसक्यो अरे क्या सुकु यो जुत्ता चाहिँ आएकोदेखि 3-4 पल्ट हेरिसकिसक्यो अरे कि। यो चाहिँ अक्रमले महँगो तर 1000 मात्रै लिँदैछ। थ्याङ्क यू अक्रम है। अलिक घटाइदियो। महँगो जुत्ता, राम्रो खालको जुत्ता हो, एकदमै दसैँमा लाउनुपर्छ। हाल्नुहोस् त्यो बेग, हाल्नु ल बेगभित्र। बडालाई यो जुत्ता मन पर्यो बडा? लाउनुहोस्, ट्राई गर्नुहोस् त। बडीले माया गर कि ठिक्कै दामी जुत्ता ठिक्कै भयो। दामी है? मन पर्यो जुत्ता? ठिकै भयो? हल्का छ, दामी छ जुत्ता। मन पराउनु भयो क्या बडाले जुत्ता। लु लाउनु ल। यो जुत्ता चाहिँ एकदम राम्रो क्वालिटीको जुत्ता है। उहाँले खासै 4500को जुत्ता हो, तर उहाँले 2000 पनि दिँदैछ। एकदम दामी छ। अब बर्खामा पनि एकदम क्वालिटीको जुत्ता। यो 2000 रुपिस छ यहाँनिर है। ल थ्याङ्क यू भेरी मच है। अक्रमले धेरै घटाइदिएको छ दुइटैमा है। एकदम राम्रो क्वालिटीकोहरू छ नि त है। यो जुत्ताहरू चाहिँ एकदम नम्बर स्केचेसको महँगो 4000, 5000, 6000मा बिक्री हुने जुत्ताहरू, तर सस्तोमा क्या अब, किनभने उसले दिइरहन्छ क्या कतिवटा कुरा है। अब चाहिँ एउटा डान्स हुनुपर्छ। आकाशैमा दसैँ भेट्यो। अब चाहिँ लुगा किनिदिनु यहाँबाट लगिदिएको है। हाम्रो सिङलिङको भाइले चाहिँ 8000 रुपिस पठाएको थियो। नाम चाहिँ नभन्नु भनेको थियो है। र त्यो पैसाले म भाइलाई बढाएर बढी सपिङ गराउँदैछु। यहाँनिर बढीको लुगा किन्नु गएको हामी। ल बढाएर बढीलाई वेलकम छ। बढीलाई एउटा कुर्ता देखाइदिनुहोस् न। ल बढी कुर्ता हेर्ने अरे। लु हेर्नु मन पर्ने कुर्ता। बढी कुर्ता छन् आउनु आएको। ल यो त मन पराएको थियो कि, तर ठुलो हुन्छ। यो त ठुलो हुने रहेछ नि त। यो मन पराएको थियो कि, तर ठुलो भयो। यो त ठुलो हुँदैछ। यो साइजहरू हेर्नुहोस् कुन चाहिँ मन पर्यो। ल कलर हेर्नु, लु मन पराउनु कुन चाहिँ मनपर्छ भन्नु। बडाले छानिदिँदैछ क्या बढीलाई। ए राम्रो मन पर्यो? लु यही कति हुन्छ मन पर्यो है। ल यही लाने होइन? यही लाने कन्फर्म? यो कति? 900 है। हुन्छ अलिक घट्छ यो? अफरमै दिनुभएको? हुन्छ 900 रुपिस काटिदिनुहोस् न। एकदमै राम्रो क्वालिटीको रहेछ, दामी रहेछ, अफरमा रहेछ है। दामी रहेछ। यहाँतिर कुर्ताहरू राम्रो पाउँछ क्या दोकानमा। खुसी होइन? अब कहाँ जाने? एकछिन केटाहरूको लागि नि उयो जानु। लड्छ है। उहाँ जानुपर्छ ऊ पर। ल फ्याक्ट्री सप सोनाम याका दाजुको सपमा जाऊ। चलो फ्याक्ट्री सप चलो। थिले दाकोमा लु जानु थिल्ला देखाइदिनु त बडाको लागि। बडा ज्याकेट
ल बडीले त दामी कुर्ता किन्यो नि सोध नि कस्तो किन्यो बडी भित्र आउनु बडाले लाउँदैछ ज्याकेट यो ज्याकेट है हेर्नु बडा हेर्नु त हेन्सम देखिहाल्यो त हेन्सम देखिहाल्यो त हेन्सम हेन्सम फेरि आयो दामी दामी पानी पस्दैन पानी हावाहरू के पनि पस्दैन अरे ज्याकेटमा ल के भयो अरे बडी म्याच मिल्यो अरे मन पर्यो यहाँ हेर्नुहोस् त मन पर्यो मन परायो है भाइ भाइलाई थ्याङ्क यू भेरी मच है यति खुसी क्या भाइले गर्दा आज है नाम चाहिँ नभन्नु भनेको छ सिङलिङको हाम्रो भाइ हो चराले दामी दामी लु यही पेन्ट र सोच ल यो दुइटा ट्र्याक ल बडाको यो ट्र्याक र यो कति दुइटाको ट्र्याकको 700 त्यो ज्याकेटको 700 1400 ओके 1400 रुपिस है लु दिन काटिदिनु ल यस्तो माया गर्छ है बडाले बडीलाई बडीले बडालाई हाम्रो भाइले पनि भाइको 500 चाहिँ बिचाएर ए जु चिया खानु ल उयो बोक्नु सामान बोक्नु छु उयो यो दोकानमा छु ल बडा र बड चिया खाँदैछ है मन त खाँदैछ हामी तिनजना चाहिँ यहाँनिर चिया बसिरहेछ चिया खाँदै ह्याप्पी दसैँ खै ह्याप्पी दसैँ भनेको खै ह्याप्पी दसैँ तपाईँ भन्नु नि ह्याप्पी दसैँ खानु 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 सिक्किमको भाइले पैसा पठाइदिएको थियो 8000 कि तपाईँहरूलाई लुगाहरू किनिदिनुहोस् अनि उब्रेको पैसा दिनु भनेर नि यहाँनिर चाहिँ हामीले चाहिँ तपाईँहरूलाई भन्नु पर्दाखेरि चाहिँ देखिहाल्नु 2000 जुत्ता होइन चप्पलको 1000 है अनि 900 रुपियाँ कुर्ताको अनि 1400 रुपियाँ यो ट्र्याक सुटको भएको थियो उब्रेको 8000 मा चाहिँ हाम्रो कति उब्रेको 2700 उब्रेको छ यो 2700 चाहिँ सत राख्नुहोस् त 2700 चाहिँ यो उहाँलाई ह्यान्डओभर गर्दैछु है भाइलाई मनबाटै थ्याङ्क यू भन्न चाहन्छु सिङलिङको भाइ है फेरि भन्छु नाम नभन्नु भनेको थिएँ एकदम तपाईँले गर्दा उहाँहरूको दसैँ राम्रो भयो क्या के भन्नु छ बडी दसैँ राम्रो हो धेरै थ्याङ्क यू कसलाई थ्याङ्क यू सिक्किमको भाइलाई थ्याङ्क यू भन्नु आशीर्वाद है सिङलिङको भाइ है तिमीलाई आशीर्वाद छ है ल यो चाहिँ मेरोबाट बडालाई ल बेसी त दिनु सक्दैन यो चाहिँ मेरैबाट ल बडालाई ल ल ल अब चिची खानु ल चिची के लिएर जान्छ भन त अब के ले मटन खाने हो लुगा छोड्छ यो लुगाहरू छोड्छ यहाँ छ सामानहरू बडाको लुगाहरू ल हिजो अस्ति दिन मलाई खोज्नु हुँदो रहेछ किनभने एभ्री दसैँमा है कसैले पठाइदिनुहुन्छ या कोही बेला मै किनिदिन्छु है अनि दसैँमा योपालि बिकी नानीलाई भन्दै पुरा यहाँ डम्बर चोकतिर दोकानमा सोध्नु भएछ म बिजी भएर भेटेको थिएन आज भेटेँ क्या बडाबडीलाई साँच्ची नै मजा आउँछ क्या यस्तो सेवा गर्नु पाउँदा अनि फेरि सिङलिङको भाइलाई मनबाट थ्याङ्क यू भन्न चाहन्छु तपाईँको माध्यमले फेरि एउटा सेवा गर्नु मौका पाएँ क्या भाइ ह्याप्पी दसैँ तिमीलाई पनि लु बाई बाई जानु ल बाई 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 लु आज खच्चीको मासु खानु ल गएर ल हजुर आशीर्वाद ल आशीर्वाद दिउँ त बाई 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 ह्याप्पी दसैँ ल ल राम्ररी मनाउनु यो नै हो क्या खुसी भन्ने चिज साँच्ची वान सेकेन्ड भाइ थ्याङ्क यू भेरी मच है